नियमित कार्यसूची अवरोध नहोस्, जनताका मुद्दा ओझेलमा नपरुन् भन्ने जिम्मेवारी बोधका साथ हामीले संयमता अपनायौं, तर सरकारले त्यसलाई कमजोरी ठानेको जस्तो स्पष्ट देखिएको छ। प्रधानमन्त्रीको एउटा अभिव्यक्ति व्यक्तिगत विचार मात्र हुँदैन, त्यो राज्यको आधिकारिक धारणा बन्छ। विशेषतः नेपालको सीमा र भूमिसँग सम्बन्धित विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ। सीमा कुनै नक्साको रेखा मात्र होइन, यो इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो। त्यसैले यस विषयमा भएका विवादास्पद अभिव्यक्ति जवाफ संसदमै आउनुपर्छ। दुर्भाग्यवश प्रधानमन्त्रीज्यूले संसदलाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नु भयो। म सोध्न चाहन्छु कि अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो कि सार्वभौम संसद पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ र कार्यपालिका संसदप्रति उत्तरदायी रहनुपर्छ। यदि संसदको सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसदीय लोकतन्त्रको औचित्य के रहन्छ? सभामुख महोदय, म सत्ता पक्षका माननीय सदस्यज्यूहरूलाई पनि आग्रहपूर्वक सोध्न चाहन्छु कि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईहरूलाई राष्ट्रिय हित अनुकूल लाग्दछ? यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्। हिजो सभामुखको अपमानको विषय उठाउँदा तपाईहरूले तुरुन्तै नियमापत्ति गर्दै अभिलेखबाटै हटाउनु भयो। हाम्रो साथ र सम्मान छ। राष्ट्रको विषयमा लिएको तपाईहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई 3 करोड नेपाली जनताले कसरी बुझ्ने? हिजो सत्ता पक्षका एक माननीय सदस्यले भन्नुभयो, इतिहासले प्रतिपक्षका सांसदहरूलाई हेर्नेछ, उनीहरू कस्ता थिए भनेर मूल्याङ्कन गर्नेछ। तर आज म सत्ता पक्षलाई पनि त्यही प्रश्न फर्काउन चाहन्छु। जब प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईहरू किन मौन बसिरहनु भएको छ? राष्ट्रको विषय आउँदा तपाईहरूको आवाज किन आउँदैन? केही थाहा नेतागत निष्ठा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्ता पक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लेख्नेछ। इतिहासले सत्ता पक्षको यो लाचारीपन अवश्य हेर्नेछ। त्यसैले सम्झनुहोस्, आज तपाईहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईहरूलाई पनि कठघरामा उभ्याउनेछ। त्यसैले आज म प्रधानमन्त्रीसँग 3 वटा स्पष्ट माग गर्दछु। पहिलो, आफ्नो अभिव्यक्ति सार्वजनिक रूपमा कोर्स करेक्सन गर्नुहोस्। दोस्रो, राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने ती अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन आफै पहल गर्नुहोस्। तेस्रो, यही संसदमा उपस्थित भएर सम्पूर्ण नेपाली जनता समक्ष स्पष्ट जवाफ दिनुहोस्। कहिलेकाहीँ आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी होइन, उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, हामी सीमा बिर्सन